गुड आफ्टरनुन 3 बजिसक्यो। आज चाहिँ हाम्रो पोडकास्ट 3 बजे सुरु हुँदैछ। आज सुट हाम्रो भनेको करण दाइको छ ओटिडब्ल्यू रेकर्ड्सको लागि। अनि आज चाहिँ पोडकास्टको आज हाम्रो होस्ट चाहिँ करण दाइ एन्ड गेस्ट चाहिँ हाम्रो गोली द ऱ्यापर ओजी ऱ्यापर उहाँ पनि। सो आजको चाहिँ यसै भइरहेको छ। पोडकास्टको लागि सेटअपहरू सबै रेडी भइसक्यो। सिकेटहरूले सेटअप गर्दैछ, सेटअप हुँदैछ यता। हेलो, के छ आजको पोडकास्ट पनि छ अहिले। हामी स्वर मण्डला पनि जानु छ, मिटिङ पनि छ। आज हामीसँग सुजल के छ? आज स्वर मण्डला पनि जाने होइन त? ओके, पोडकास्ट भ्याएर सेटअपहरू भइरहेछ रेडी। सो यो केटाहरू सब रेडी, सेटअपहरू सबै कम्प्लिट अलमोस्ट। अलिकति साउन्ड चेक मात्र बाँकी छ। हाम्रो आजको सेटअप चाहिँ यति छ। अनि गेस्ट चाहिँ अब हामी एकछिनमा रिभिल गर्छौँ। होस्ट एन्ड गेस्ट एकैचोटि भइसक्यो, अब बिस्तारै अब रिभिल गर्छौँ हामी। Welcome to Convo will presented by OTW supported by Sneakom र Yella र आज हामी फुल सर्कल हान्दा छौँ यो इन कन्भो विथ जो मान्छेबाट स्टार्ट गरे वी आर ब्याक विथ हिम। वेलकम टु दिस शो। थ्याङ्क यू सो मच ब्रो। थ्याङ्क यू सो मच। थ्याङ्क यू फर कमिङ। फुल सर्कल हान्दैछ आज। कति एक वर्ष अगाडि बस्यो हामी लास्ट? आई थिंक 1.5 वर्ष अगाडि बसेको। अनि चाहिँ अब लाइक हामी फिल बस्नु पाइरहेको छौँ। यु मेन पहिलाभन्दा दुब्लाको छौँ, फिट सेपमा देखिरहेको छु अहिले। हो सब बिमार हुन्छ है। सो के लाइक के को बिमारी छ होला? मेरो चाहिँ ब्रो लाइक ओभरअल लाइक के पार्ट छ होइन, जुन बेला उनले त्यो गरेको कि होइन नवाजले, लाइक जुन इपीलाई टाइम दिएको होइन, उसको आर्मीवाला पनि सिन चलिरहेको थिएन। ओभर नेक्स्ट लेभल बिजी थियो होइन नवाज, नेक्स्ट लेभल बिजी ब्रो होइन। अब मैले कल गर्दैन उसको ट्रेनिङहरू होइन यताउति भइरहेको थियो होइन, उता कहाँ ड्युटी यता ड्युटी गर्दाखेरि उनले चाहिँ लाइक एक हप्तामा सबै गीत कम्प्लिट नवाज अन्सारी ब्रो। फेरि कस्तो एफर्टलेस राइटिङ छ है। मैले टोटल ट्र्याक सुनेको छैन, मैले आई थिङ्क 4 to 5 ट्र्याकहरू सुन्छ कि अझ। अनि लाइक त्यसमा पनि हेर्छु एक दुईवटामा यस आउट डन यु है ब्रो। नवाज अन्सारी ब्रो मेरो, म त जस्ट नामको मात्र छु ब्रो एपीमा मेरो साइडदेखि होइन। फेरि हो तिम्रो वर्क लाइक पोडकास्ट चाहिँ भइरहेको भित्र यहाँ बाहिर चाहिँ गोली खास खै बन्दुक कहाँ गयो हाम्रो? बन्दुक चाहिँ छैन। पानी पनि पऱ्यो। हाम्रो ब्याकयार्ड अहिलेसम्म देखाएको छैन होला, भिडियोमा यस्तो देखाइदिन्छु है म। ओहो, भिडियोमा पानी पर्दा मौसम त क्लिन छ, त्यो पनि कस्तो पानी पर्दा। पोडकास्ट चाहिँ त्यही रुममा गएर अरू जेसुकै भयो भने खानु चाहिँ पर्छ है। मिठो पनि छ, यसमा ब्रान्डिङ पनि छैन है, लोकल चिज। यो होला खासियो त डेन्जर खल्लो लाग्छ है। यहाँ पोडकास्ट पनि लाइक इपी भने एल्बम पनि बन्न सक्थ्यो। आई थिङ्क 19-20 वटा पनि बन्न सक्थ्यो होइन। अब नवासँग त्यति टाइम छैन ब्रो होइन। उसको लाइफमा अन्ली ऱ्याप मात्र छैन नि त, ऊ मिलिट्रीवाला होइन, सिन्छ नि त उसको होइन, मिलिट्री माइन्डसेट। त्यही त म त्यो अस्ति भर मात्र एउटा एल्बम ड्रप गरेको छु मिलिट्री माइन्डसेट। त्यही त भन न ब्रो। लाइक आई थिङ्क मलाई चाहिँ यस्तो लाग्छ ब्रो, पुरा हाम्रो नेपाली इन्डस्ट्रीमा सबभन्दा बेसी गीत भएको नि नवाज अन्सारी ब्रो। अभियस त्यो त प्याक छ, प्याक छ ब्रो। लाइक हुन्छ नि उसको कि त एल्बम इपी झर्छ सपोर्ट गरिराख्नु गोलीलाई है। टु अल द पेजेस पनि होइन, लाइक नेपाली भाषालाई जसले रिप्रेजेन्ट गरिरहेको छ प्लिज मलाई सपोर्ट गर्नु। त्यही भएर बिग शाउट आउट टु एभ्रीवन होइन, लाइक जसले सपोर्ट गरिराख्नु। बिग शाउट आउट मेरो केटाहरू लाइक सबै, लाइक पोखरेली ग्याङ, स्वयम्भू ग्याङ होइन, नेपाल ग्याङ, नेपाली ग्याङ होइन, हाम्रो क्रेजी ग्याङ होइन, लेजी ग्याङ, सबै ग्याङ होइन। बिग शाउट टु एभ्रीवन होइन, लाइक जसले माया दिइरहेछ होइन, माया गरिरहनुहोस् न। लाइक फ्युचरमा अझै योभन्दा दामी खतरा कामले पलिस नै हुँदै गएको छ ब्रो। आई थिङ्क मलाई लाग्छ अझै 1-2 वर्षमा चाहिँ लाइक सबै प्रडक्सनदेखि लिएर लिरिक्सदेखि लिएर कम्पोजिसन पनि खतरा हुन्छ होला जस्तो लाग्छ मलाई। जस्ट सबै फ्री भएर अहिले जस्ट रुम लक भयो भने सब भइहाल्छ। त्यही हो। अनि आउनेवाला आर्टिस्टहरूको लागि चाहिँ म्यासेज चाहिँ यही हो कि गाइस,
म चाहिँ के भन्छु भने चाहिँ आफ्नो एउटा हल्का 1500 को माइक किन होइन एउटा ल्यापटप जोगाड गर रेकर्डिङ गर्न सिक बिट बनाउन सिक स्टार्टिङमा होइन स्केचमा यो कुराले चाहिँ तिम्रो लाइक स्किल नै बढाइदिन्छ धेरै कुरा गर्नु अब मैले प्रोडक्सन गर्न एकदम धेरै धेरै रेस्पेक्टले यहाँ चाहिँ रेस्पेक्ट छ मलाई होइन लाइक थ्याङ्क यू सो मच होइन तिमीले एभ्री टाइम आउँदा मलाई त्यही सपोर्ट त्यही माया त्यही टाइम दिन्छ होइन थ्याङ्क यू सो मच म्यान कसम ब्रो मलाई मायाले पप्पी मात्र खानु भयो ब्रो त्यहाँसम्म नजाउँ ग्याङ ग्याङ खतरा हुन्छ ब्रो कसम टाइम लाग्छ जिम जाउँ न पाउँदैन टाइम छैन जिम जाने 1 घन्टा त निकाल्ने जिउको लागि 1 घन्टाले अलिकति तर मलाई बाबु सक्सी देखिन्छ त बाइकहरू बाई बाई अब गोइङ होम सबजना त्यहाँ जान लागेको छ यो चाहिँ माहौल What's up guys, this is Crazy Karan. Yo, what's up? This is Nesto. So हाम्रो गोलीको नयाँ इपी आछ विथ नवाज अन्सारी. इट्स रियली डोप. मैले Manifest. यस मैले पुरै सुन्न पाएको छैन, सुन्दैछु एन्ड अहिलेसम्म दामी लागिरहेछ. नेसो या मैले पनि सुने जो सबै ट्र्याकहरू बवाल छ सबै दुईजनाले बवाल गरेको छ सो या नवाज अन्सारी त पहिलेदेखि राम्रो लाग्छ गोली पनि लाइक वान अफ द बेस्ट हो होइन सो गो चेक इट आउट प्लिज डु. थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच